लास्ट एपिसोडमा हामीले सुजुरी र सुबाकीको फाइट स्टार्ट भएको र अन्तिममा सुबाकीले सुजुरीलाई कि खानेर अब म कति स्ट्रङ छु भनेर तिमीलाई देखाउँछु भनेको देखेका थियौं। अब यो एपिसोड 10 को स्टार्टमा सुजुरीले यो इम्पोसिबल छ, कोही पनि मायाको फिलिङ्सबाट स्ट्रङ हुने गर्दैन भन्छ। सुबाकीले मैले सिजुकालाई धेरै माया गर्ने गर्छु, उनी अति राम्री छिन् र सिचुएसन जस्तो नराम्रो भए पनि उनी कान्जी सँगै बस्ने गर्छिन्। यो देखेर मलाई नि निकै मोटिभेसन मिल्ने गर्छ र म सँगसँगै उनको नजिक भएका सबै मान्छे स्ट्रङ हुने गर्छन्। सो त्यही भएर तिमीले मबाट मेरो माया गर्ने मान्छे खोज्ने सोच्दैछौ भन्छ। तर यो सुनेर सुजुरीले अरे आफ्नो बकबक बन्द गर भन्छ र सुबाकीको कपाल समाएर उसको मुखमा एक पञ्च हानिदिन्छ। तर सुबाकीलाई यहाँ केही असर नै भइरहेको हुँदैन, बल्कि उल्टै सुजुरीलाई एक लात्ता हानेर जमिनमा थिसारिदिन्छ। यहाँ अब यो देखेर सुजुरीका साथीहरू उसलाई उठाउन आउँछन्, तर सुजुरीले उनीहरूलाई आफै रोक्छ र आफै त्यहाँ उठ्न थाल्छ। अब यो देखेर साकुराले जब यिनीहरूको बाँकी साथीहरूले कुटाइ खाइरहेका थिए त्यति बेला त यिनीहरूलाई फरक परेन, तर अहिले आफ्नो लिडरको निकै चिन्ता गर्दैछन् त सोच्छ। यहाँ अब सुजुरी उठ्दै तिमी कति बकवास गर्छौ यार, तिमी त एउटा गेमको फाल्तु क्यारेक्टर जस्तै छौ भन्छ र अब हामीलाई सुजुरीको बच्चा बेलाको समय देखाइन्छ जब उसको ग्याङमा केवल 6 जना थिए। उनीहरूले यहाँ एउटा बिस्कुट पाएका हुन्छन् र यही एउटा बिस्कुटको पिसलाई टुक्रा गरेर उसले सबैमा बाँडिदिन्छ। यहाँ एउटा बच्चाले एउटा बिस्कुटलाई 6 टुक्रा गर्दा हामीले सासानो टुक्रा मात्र पाउँछौँ, सो हामीले अब कसैलाई पनि हाम्रो ग्याङमा भर्ती गर्नु हुँदैन भन्छ। तर सुजुरीले अझै आउँछन् भने नि के नै छ र, हामी यो बिस्कुटलाई अझै टुक्रा गर्न सक्छौँ भन्छ। हामी थाहा पाउँछौँ कि यिनीहरूले दिनमा एकचोटि मात्र खाना खान पाउँथे, त्यो पनि स्कुलको लन्च टाइममा। आफूले भरपेट खाएको त यिनीहरू मध्ये कसैलाई याद पनि हुँदैन। यो टाउनको सबै बच्चाको हालत यस्तै थियो, यिनीहरूलाई एक्लै छाडिदिने हो भने यिनीहरू एउटा बिस्कुटको लागि लड्ने गर्थे। यो कुरा सुजुरीलाई राम्रो लाग्दैन थियो, उसले सबै भोको भए नि सबै सँगै मिलेको हेर्न चाहन्थ्यो। यिनीहरूकै कारणले सुजुरीले एक्लो फिल गर्दैन थियो, किनकि उसलाई नि लाग्थ्यो कि एक दिन उसको लाइफमा पनि खुसी र शान्ति आउनेछ, सेम त्यस्तो दुनियाँ हुनेछ जस्तो यी गेम्सहरूको पोस्टरमा देखाइने गरिन्छ। तर सिचुएसन झनै बिग्रिँदै गयो, बिस्कुट बाँड्नु पर्ने मान्छेहरू बढ्दै गएर त्यो टुक्राको साइज सानो हुँदै गयो र अन्त्यमा गएर एक दिन सुजुरीलाई रियलाइज हुन्छ कि उसले जति कुरा गरे पनि गेम्समा देखाए जस्तो उसको लाइफमा कहिले पनि हुने छैन। सो अब ऊ यो सबै बदलिदिन्छु सोच्छ र अब आफ्नो साथीहरूलाई म एउटा टिम बनाउँदैछु। यदि हामीले केही गर्नौ भने हामी गल्लीको कुकुर जस्तै भोकै मर्नेछौँ, हामी साथ मिल्यौँ भने हाम्रो नम्बर्स बढ्नेछ र यही धेरै मान्छे मिलेर हामी काम खोजौँ र हामीले जे पाउनेछौँ हामी सबै बिचमा बाँड्नेछौँ। यही नै हाम्रो टिमको पहिलो र अन्तिम रुल हुनेछ। यसरी टिमको एउटा लड्यो भने पनि अर्कोले जित्छ भने फाइदा सबैको हुनेछ, हामी मिलेर काम गर्नेछौँ भन्छ। यो दिनबाट यिनीहरूले जे पाउँछन् त्यस्तै काम गर्न थाले। यस्तो गरेर यिनीहरूले सुस्तरी काम पाउन थालेर अरूको जिन्दगी बिगारेर भए पनि यिनीहरू आफ्नो पेट भर्ने गर्थे। गेम्स जस्तो लाइफ कहिल्यै हुँदैन भन्दै सुजुरी अब फेरि लड्न थाल्छ र सुबाकीलाई तिमीले केही गुमाउने कुरा गरेका थियौ, तर मसँग गुमाउनको लागि केही पनि थिएन, सो तिमीले बोलेको सबै कुरा बकवास हो भन्दै सुजुरीले सुबाकीको मुखमा अझै एउटा पञ्च हानिदिन्छ। सुबाकीले यहाँ सबै बकवास हो भने तिमीलाई यति पीडा किन हुँदैछ त, भन अझै भन, म तिम्रो बारेमा अझै थाहा पाउन चाहन्छु भन्छ। सुजुरी यहाँ लड्दै आफ्नो मुख बन्द गर भन्छ। सुजुरीको साथीहरूले हामीले सुजुरीलाई कहिले यति रिसाएको देखेका थिएनौँ भन्छन्। साकुराले यति बेलै उमेमियाले लडाई भनेको असलमा दुई जनाको बीचमा हुने कुराकानी हो भनेको सम्झिन्छ। यहाँ सुजुरीले मलाई केही समस्या छैन, त्यही नि तिमीहरूले हाम्रो पीडा कहिले बुझ्न सक्ने छैनौ भन्छ। सुबाकी यहाँ यो सुनेर रिसाउँदै हामी बुझ्दैनौ गरे, आखिर तिमीले हाम्रो बारेमा के नै थाहा पाछौ र भन्छ। र यहाँ अब सुजुरीले हान्न आउँदा सुबाकीले उसको मुखमा लात्ता हानिदिन्छ, जसले गर्दा सुजुरी लोड्छ। तर त्यही नि साथीहरूलाई हेल्प नगरौ भन्छ र भन्छ कि म यहाँ हार्न सक्दिनँ, यति म यहाँ हारे भने हाम्रो हालत पहिलाको जस्तै हुनेछ र हामीले गरेको यति मेहनतको केही काम लाग्ने छैन भन्दै ऊ फेरि उठ्न खोज्छ। तर अबसम्म उसको शरीर पुरै डिस्ट्रोय भइसकेको हुन्छ र उसलाई हल्लिन नि गाह्रो पर्दै हुन्छ। अब सुबाकी उसँग आउँछ र माफी माग्दै तिमी पनि म पहिला भए जस्तै पीडामा छौ, सो म तिम्रो हेल्प गर्न चाहन्छु। सायद सुजुरी तिमी पनि केही कुरा चाहन्छौ होला, यदि यस्तो केही छ भने म तिम्रो हेल्प गर्नेछु भन्छ। सुजुरीले चिच्चाउँदै यस्तो बकवास गर्न बन्द गर, तिमीले मेरो हेल्प गरे पनि बाँकी केटाहरूको के हुन्छ त, कसैले हामी जस्तोलाई एउटा राम्रो जब पनि दिन मान्दैन, हामीले त खाना नि खान पाउँदैनौँ, सो हामीलाई कसरी थाहा हुन्छ त हामीलाई के चाहिएको छ भनेर भन्छ। यति बेलै कान्जीले मलाई यो कुराबाट याद आयो कि हाम्रो म्यानेजरले उहाँलाई केही नयाँ काम गर्ने मान्छे चाहिएको छन् भन्दै हुनुहुन्थ्यो भन्छ। सोबोले उसको रामेन सपमा पनि स्टाफको कमी छ भन्छ। आकिहितोले पछाडिको गल्लीमा पनि काम गर्ने मान्छे खोज्दै थिए भन्छ। रित्सुले मलाई पनि केही पसलहरूमा कामदार चाहिएको कुरा थाहा छ भन्छ। यहाँ कान्जीले हामीलाई गलत नसोच, हामी तिमीलाई माफ गरिरहेका छैनौँ, तर म तिम्रो अवस्था बुझ्न सक्छु। एक समयमा म नि मेरो बाटो भट्किएको थिएँ, त्यो बेला मेरो पनि कसैले यसरी नै मद्दत गरेको थियो जसरी आज सुबाकीले तिम्रो गर्दैछ भन्छ। अब सुजुरीले यी दुईटैको मद्दतको हात थाम्छ र म हारे, तिमीहरू साँच्चीकै फाइनल बोस थियौ भन्छ। उसका साथीहरूलाई उनीहरूको लिडर हारेको विश्वास लगाइरहेको हुँदैन। यता सिजुका चाहिँ यो सबै देखेर रुन थाल्छिन् र यिनीहरूलाई थ्याङ्क यू भन्छन्। निरीले यहाँ सुओ मलाई सुबाकी र कान्जी जति दामी भन्न के गर्नुपर्छ होला भन्छ। सुओले यिनीहरूले निकै मेहनत गरेर यो ठाउँमा पुगेका छन् भन्छ। अब सिजुरले यहाँ आफ्नो नाम बताउँछ र यिनीहरूको पनि नाम सोध्छ र अब आफ्ना साथीहरूसँग जान्छ र म हाम्रो जिन्दगी बदल्न चाहन्थे, यस्तो जिन्दगी
जिन्दगी जहाँ हामी एउटा बिस्कुट सोलाई लड्नु पर्दैन थियो, जहाँ हामी एउटा राम्रो दुनियाँ सपनामा मात्र देख्न सक्थ्यौँ र आफ्नो पेट भर्न हामीले कयौं नराम्रो काम पनि गर्यौं। तर यो सही बाटो थिएन, सो मलाई माफ गरिदेऊ। अब म यिनीहरूले देखाएको नयाँ बाटो हिँड्न चाहन्छु। के तिमीहरू मलाई जोइन गर्छौ? म सधैँ तिमीहरूसँग बस्न चाहन्छु भन्छ। अब उसका साथीले यदि तिमी हुँदैन थियौ भने हामी बाटोमा भोकै मर्थ्यौ होला, सो यदि तिमीले केही नयाँ गर्ने भन्छौ भने हामी त्यो नि गर्छौं। हामी सधैँ एकजुट छौं। तर के हामी यहाँ काम गर्न सक्छौ होला र? हामीलाई त केही पनि गर्न आउँदैन त भन्छ। कान्जीले यहाँ नयाँ मान्छेले कहाँ सबै जानेको हुन्छन् र, सबैले सिक्दै जाने हो नि, मलाई विश्वास छ तिमीहरूले राम्रो काम गर्नेछौ भन्छ। सुबाकीले यहाँ सुजुरीलाई बोलाउँदै तिमीले मसँग केही छैन भनेर झुटो बोल्या रहिछौ, जबकि तिमीसँग यस्तो मिल्ने तिम्रा साथीहरू छन् भन्छ। र अब यसपछि सुबाकी सिजुकासँग जान्छ र उसलाई गाली गर्दै आज तिमीले सबैलाई हट गरेकी छौ, यहाँ सबै तिम्रो लागि फाइट गर्दै थिए, सो तिमीले यस्तो गरेर सबैलाई हट गरेकी छौ भन्छ। यति बेलै कान्छी बीचमा आएर अरे अब यो कुरा छाडा भन्छ। तर सिजुकाले आफै मलाई तिमीहरूले भन्दा नि म भाग्न खोजे, मलाई माफ गरिदेऊ भन्छन्। र यहाँ यही बेला सुबाकीले उनलाई अंगालो लाउँदै तिमीले पहिला किन आफू प्रब्लममा छु भनेर बताइनौ, सो अबबाट तिमी कहिले पनि प्रब्लममा पर्यौ भने सुरुमै मलाई बताउनु पर्छ भन्छ। अब यसपछि सुबाकीले कान्छी तिमीहरूले चाँडै बिहे गर्दा हुन्छ भन्छ। जुन सुनेर सिरुले अरे उनीहरूको कुरामा टाङ नअड्काउ त, उनीहरूले आफै डिसाइड गर्छन् नि भन्छ। अरूले पनि उनी दुईटा राम्रो कपल चाहिँ देखिन्छन् भन्छन्। अब यहाँ साकुरा चाहिँ चुपचाप भएको हुन्छ, जबकि यस्तो कुरा गर्दा त ऊ रात्तै हुन पर्ने थियो। यहाँ अब सबैले उसलाई के भयो भनेर सोध्छन्। साकुराले यस्तो केही होइन, मलाई त तिमीहरूको फाइट गर्ने तरिका मन परेन भन्छ। कान्छीले यसको मतलब चाहिँ के हो नि भन्छ। साकुराले तिमीले टाउन र सिजुका सेफ भए, तिमीहरू जित्छौ र हार्छौ त्यसको फरक पर्दैन भनेका थियौ होइन। सुरुमा मलाई यो कुरा निकै राम्रो लागेको थियो, तर जब म लडाई लड्दै थिएँ मलाई एउटा कुरा रियलाइज भयो कि म मेरा साथीहरूलाई कुटाइ खाएको देख्न सक्दिन र यो देखेर मलाई नि आफैसँग रिस उठ्छ भन्छ। कान्छी र उसका साथी चाहिँ यो कुरा सुनेर हाँस्न थाल्छन् र कान्छीले अति दामी साकुरा, मलाई तिम्रो यही कुरा मन पर्छ। हो, आफ्नो साथीहरूले कुटाइ खाएको हेर्न कसैलाई पनि मन लाग्दैन, तर हरेक पटक त्यस्तो हुँदैन। त्यही पनि तिमीले आफ्नो सोचलाई कायम राख है त। यदि तिमीले कहिले पनि हार मानेनौ भने तिमीले यो एक दिन साँच्चै नै पूरा गर्न सक्छौ होला भन्छ। अब यति बेलै निरी र सुओले यो कुरा सुनेर खुसी हुन्छन् र अब त साकुराले हामीले कहिले कुटाइ खान लाए उनले हामीलाई बचाउँछन् भन्छन्। यहाँ साकुरा लजाउँछ र सुओलाई अरे तिमीले कहिले कुटाइ खाने अवस्था नै आउने छैन, त्यसो भए म तिमीलाई किन बचाउने नि भन्छ। अब यहाँ कान्छी र सुबाकी यिनीहरूलाई हेर्दै स्माइल गर्छन् र कान्छीले म यिनीहरू ठुलो हुँदा कस्तो खालको मान्छे बन्छन् हेर्न चाहन्छु भन्छ। अब यही बेला सुजुरीले हामीलाई माफ गरिदेऊ, हामीले यहाँ यति सबै प्रोपर्टी डिस्ट्रोय गरिदेऊ अनि हामी तिमीहरूसँग काम गर्न एक्साइटेड छौँ भन्छ। कान्छीले मैले भन्न त भने, तर म तिमीहरू सबैलाई एकैचोटि जब लाउन सक्दिन भन्छ। सुजुरीले केही भएन, सुरुमा जसले काम गर्छन् उनीहरूले अरूलाई नि सपोर्ट गर्नेछन् भन्छ। र अब उसले सिजुकासँग नि माफी माग्छ र मलाई थाहा छैन तिमीलाई हामीले यहाँ काम गर्ने कुरा राम्रो लाग्छ या लाग्दैन र तिमीलाई डर नि लागिरहेको होला, तर यदि तिमीलाई अलिकति पनि नराम्रो लाग्छ भने मलाई बताउनु, यहाँ हाम्रा जति पनि काम गर्ने छन् उनीहरूको जिम्मेवारी म लिन्छु भन्छ। सिजुका यहाँ अब उसको नजिक आएर मलाई थाहा छ तिमी माथि के बितेको छ भनेर भन्नुपर्दा जब कान्छीले मलाई बचाएको थिए म पनि तिमीहरू जस्तो नै थिएँ, सो मैले तिमीहरूलाई नराम्रो भन्ने केही अधिकार छैन, सो बरु हामी सबैले सकेसम्म मेहनत गर्नुपर्छ र यो टाउनको मान्छेलाई धन्यवाद गर्न सक्नुपर्छ भन्छन्। कान्छीले यहाँ अब सुजुरीलाई तिमीले त कोही मान्छेबाट सुपारी लिएका थियौ होइन सिजुकालाई यहाँबाट लैजानको लागि, के यो सुनेर उसले केही भन्दैन होला र भन्छ। अब यो सुनेर सबै केटाहरू डराउँछन्। सुजुरीले केही भएन, म गएर उसँग कुरा गर्छु भन्छ। र यही बेला यिनीहरूले एउटा कडक आवाज सुन्छन् र यो आवाज एउटा बिल्डिङको छतबाट आइरहेको हुन्छ र यिनीहरू सबैले माथि हेर्दा त्यहाँ एउटा केटा हुन्छ जसले सुजुरीलाई के गरे कुरा गर्छु गरे, आखिर त जस्तो लुजरको कुरा कसले सुन्छ र? तिमीले यहाँ अति बेकार काम गरेका छौ, यो मेरै गल्ती हो। म आफैले अलि ढङ्ग भएका मान्छेहरूलाई हायर गर्ने पर्ने थियो, तर केही छैन, यसबाट मैले फुरिनको विरुद्धमा अझै एउटा बहाना पाएँ भन्छ। यहाँ यो हेरेर सुओले मनमा नै यसलाई हामी फुरिनबाट हो भन्ने कसरी थाहा भयो, हामीले त हाम्रो युनिफर्म नि लगाएका छैनौँ सोच्छ। तर यही बेला सुबाकी डराउँदै आखिर तिमी यहाँ के गर्दैछौ भनी सोध्छ। तर यो केटाले चुप लाग, मेरो मन जहाँ लाग्छ म त्यही जान्छु, लाइफमा त्यही नि नमर्दासम्म हामीले टाइम पास नै त गरिरहेको हो नि भन्छ। र अब हामी उसको फेस देख्छौँ र तपाईँहरूलाई याद छ भने यो त्यही ट्याटुवाला मान्छे हुन्छ जसले हामीले किलको अड्डामा देखेका थियौँ र यही देखाउँदै यो एपिसोड यही नै इन हुन्छ।